Today is just a regular day, nothing special, exciting about today. बिहान उठेँ, झ्याल खोले, चिया बनाए. कहिलेकाहीँ यस्तै नर्मल डेज पनि फर्केर हेर्दा रमाइलो लाग्छ. I was planning to click lots of videos and make a daily vlog, तर दिउँसोभरि यस्तो फ्याटिक फिल भयो. दिनभरि सुतेर बसेँ, लाइक 3 बजेसम्म सुतेर बसेँ. एउटै घर, एउटै कोठा, एउटै रुटिन अनि मान्छेहरू पनि सबै रेगुलर. तर मुड राम्रो भएको दिन सबै कुरा राम्रो लाग्छ. झ्यालबाट आउने घाम पनि राम्रो लाग्छ. चियाको टेस्ट पनि अलि मिठो लाग्छ. आफ्नो क्याट पनि झन् क्युट लाग्छ. अनि कहिलेकाहीँ मुड नराम्रो होस् त, ओहो, यही सबै कुरा बोरिङ लाग्न थाल्छ. आज भाइ बहिनीको एक्जाम सकिएकोले ट्युसन पनि रेगुलर ट्युसन जस्तो भएन. इट वाज लाइक अ ड्रइङ क्लास. वी अल थ्री इन्जोयड इट.